हेलो स्यौ मेरो तर्फबाट फेरि पनि म आएँ। आज थोरै बोल्छु, विशेष बोल्छु है, विशेष बोल्छु, सुन्नु होला। विशेष गरेर यो किराँत समुदायभित्र जो छौँ, खम्बु, लिम्बू, सुनुवार, याक्खा, हामी किराँतभित्रको समुदायभित्रको विशेष सुन्नु होला है। अहिले खोटाङ जिल्लाको बुइपा भन्ने ठाउँमा यो यलम्बरको नक्सा शालिग बनेको छ। यही हो ओरिजिनल यलम्बरको शालिग, यही हो र ओरिजिनल फोटो यलम्बरको विश्वले चिन्छ, विश्वले चिनिरहेछ। अहिले नेपालको पहिलो राजा नै यलम्बर, जो किराँत वंशका थिए भनेर विश्वले चिन्छ। अनि आफू त आर्यकरण हिन्दूकरण भएर पूर्ण रूपमा आफू त बिग्रियो, यो पुर्खाहरूलाई पनि बिगार्दै ल्याएछ के अहिलेको युगको। यो खालको फोटो कहाँबाट आयो, यो कसले प्रचलनमा ल्यायो सुन्नु होला। वास्तविक 2050 सालमा यलम्बरको पहिलो फोटो, पहिलो नक्सा सार्वजनिक भयो, विभिन्न ल्याब टेस्ट, विभिन्न सार्वजनिक रूपमा, आधिकारिक रूपमा है। यही हो फोटो। यो फोटो चाहिँ टेकवीर मुखिया सुनुवारले पहिलो पटक यलम्बरको फोटो सार्वजनिक गर्नुभएको हो। यही हो। उहाँ टेकवीर मुखिया, उहाँ वरिष्ठ चित्रकार हुनुहुन्छ। यो फोटोलाई कपी बिगारिएर यो के हो, खोइ यहाँको झन्डा, झन्डा हटाएर भाला मात्रै राखेछ कि खोइ झन्डा अस्तित्वै छैन यो फोटोको। अझ ढुक्कसँग के भनेको छ भने विश्वको ठुलो यलम्बरको शालिग बनाइयो भनेर कता कता देखेँ होइन, ढुक्कसँग है। दिनेश किराँतीजी, हजुरलाई म सम्झाउँछु, हजुर यो बारेमा अभियन्ता हुनुहुन्छ, हजुरले यो बारेमा, यो फोटोको बारेमा धेरै पटक बोल्नु भएको छ। यो हो के ओरिजिनल फोटो? दिनेश किराँतीलाई, उहाँलाई राम्रोसँग थाहा छ, उहाँ किराँत अभियन्ता हुनुहुन्छ। उहाँले पटक पटक विरोध गर्नुभएको छ यो फोटो होइन भनेर। म पनि भन्छु यो फोटो होइन, ओरिजिनल फोटो चाहिँ योहरू हुन्। यस्ता खालको फोटोहरू चाहिँ प्रकाशित भएको हो। यो कहाँबाट, कसले यो बनावट गरेर कहाँबाट कसरी बनाएर यो कसले प्रचलनमा ल्यायो? आफू त बिग्रियो, यो पुर्खाको नीतिलाई पनि, पुर्खाको यो रूप रङ पनि नबिगार्दिउँ न है, त्यही भन्न चाहन्छु। हस् त, भिडियो राम्रो लागे सेयर गर्नु होला, कमेन्ट गर्नु होला। कसैलाई नराम्रो लाग्न पनि सक्छ, तर वास्तविक यही हो, यथार्थ कुरा भन्न पाइन्छ। कसैले गलत भन्नुहुन्छ भने गलत ठिक छ, सही भन्नुहुन्छ भने सही ठिक छ, तर वास्तविक चाहिँ सत्यता चाहिँ भन्न पाइयो। सत्यता के हो भनेर खोजेर हेर्न पाइयो र यति बोल्न चाहिँ पाइन्छ। कसैले रिसाएर केही मेरो भुतला पनि हल्लिनेवाला छैन है। वास्तविक कुरालाई वास्तविक हो भन्न पाइन्छ, यही हो कुरा। हस् त, धन्यवाद। आजलाई यति नै।